नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। महोत्तरीको औरहीकी 8 महिने शिशु सोनाली चौधरीको हत्या घटनाले लिएर विरोध प्रदर्शन, औरही बजार बन्द। सामाजिक परिचालकहरूबाट प्रदेश 2 को मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनमा प्रहरीको हस्तक्षेप। राष्ट्रिय सभा मतहतका 4 मध्ये 3 विषयगत समितिका सभापति निर्विरोध निर्वाचित। 1 वर्षभित्र मुलुकको आर्थिक वृद्धि दर 8% पुग्ने नेपाल राष्ट्र बैंकको प्रक्षेपण, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत। र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगलाको खाडीका देशहरूको प्रयास। बिमस्टेकको 4थो शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु हो। अब समाचार विस्तारमा। महोत्तरीको औरहीकी 8 महिने शिशु सोनाली चौधरीको हत्या घटनालाई लिएर प्रदर्शन भएको छ। औरहीका स्थानीयवासीले आज बिहानैबाट जलेश्वर महोत्तरी सडक खण्ड अवरुद्ध पारी प्रदर्शन गरेका छन्। औरहीका व्यापारीहरूले पनि पसल बन्द गरी सङ्घर्षमा उत्रिएका छन्। उनीहरूले प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। हत्यारालाई पक्राउ नगरिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। साउन 10 गते साँझ 4 चोरी भएकी शिशु भोलिपल्ट मृत अवस्थामा भेटिएकी थिइन्। औरही नगरपालिका वडा नम्बर 1 का सन्तोष चौधरीकी 8 महिनाकी छोरी सोनाली कुमारीको दुष्कर्म गरी हत्या गरिएको भनिए पनि प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन। शिशुलाई साउन 10 गते आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो। घटनामा बागाहा नगरपालिका 6 जामुनिया भरत शाहको संलग्नतामा रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ। सीसीटीभी फुटेजमा शाहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीले बताएका छन्। प्रदेश नम्बर 2 का सामाजिक परिचालकहरूले आज पनि मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। पुनर्बहालीको माग गर्दै दैनिक सडक सङ्घर्ष गर्दै आएका सामाजिक परिचालकहरूले 17औं दिन जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरी केही बेर सडक अवरुद्ध पारेका थिए। सडक अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी करिब 20 जनालाई पक्राउ गरेको प्रदेश 2 नेपाल सामाजिक परिचालक कर्मचारी सङ्घका अध्यक्ष शिवशंकर महतोले जानकारी दिनुभएको छ। तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको स्थानीय तहमा कार्यालय सहायकका रूपमा कार्यरत उनीहरूलाई असार मसान्तबाट जागिरबाट निकालिएको थियो। उनीहरूले आफूहरूलाई तत्काल पुनर्बहाली गर्नुपर्ने, योग्यताका आधारमा एकपटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह समायोजन गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका छन्। सडक आन्दोलनले समेत सरकार नसुनेको रिले अनसनदेखि अमरण अनसनसम्म गर्ने समेत सङ्घर्ष समितिका संयोजक राम सुबोध यादवले चेतावनी दिनुभएको छ। हरेक दिन सडक सङ्घर्ष गर्ने निर्णय अनुसार साउन 28 गतेबाट उनीहरूले आन्दोलन गर्दै आएका छन्। नेपाली काङ्ग्रेस जनकपुर धामले नगरका 25 वटै वडाहरूमा धरना दिने भएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले उपमहानगरपालिका प्रमुख लाल किशोर शाहलाई कर फिर्ताका लागि दिएको 7 दिने अल्टिमेटममा समेत कुनै सुनवाई हुन नसकेपछि वडा कार्यालयहरू अगाडि भदौ 14 र 15 गते धरनाको कार्यक्रम तय गरिएको काङ्ग्रेसका नगर सभापति मनोज कुमार शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै काङ्ग्रेसले 17 दिनदेखि विभिन्न माग राख्दै लगातार सडक आन्दोलन गर्दै आएको सामाजिक परिचालकहरूको आन्दोलनमा समर्थन समेत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। अब समाचारमा केही बेर विश्राम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय सभा मतहतका 4 मध्ये 3 विषयगत समितिका सभापति निर्विरोध निर्वाचन भएका छन्। राष्ट्रिय सभा मतहतको विधायन व्यवस्थापन समितिको सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापा र प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति रामनारायण बिडारी निर्विरोध निर्वाचित हुनुभएको हो। बुधबार बसेको समितिको आफ्नै बैठकले
गुरुङ थापा र बिडारीले सभापतिमा निर्विरोध निर्वाचन भएको घोषणा गरेको हो। नवनिर्वाचित समितिका सभापतिहरूले संविधान र राष्ट्रिय सभा नियमावलीभित्र रहेर आफ्नो कार्यक्षेत्रको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। विधान व्यवस्थापन समितिका सभापति गुरुङले ऐन कानुनको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यक्षेत्रभित्रको कामलाई तीव्रता दिएर सरकारलाई आवश्यक निर्देशन दिने पनि बताउनुभयो। लाई हामीले जुन संविधान र हाम्रो नियमावलीले व्यवस्था गरे अनुरूप यसका आफ्ना निश्चित कार्यभारहरू छन्। त्यो चाहिँ मूल रूपमा अब यो ऐन कानुनहरू जुन राष्ट्रिय सभामा प्रस्तुत हुन्छन् र त्यो बारेमा समितिमा आएका प्रस्तावहरू जो हुन्छन् तिनीहरूलाई छलफल गर्ने र एउटा कानुन निर्माणको क्रममा कानुन निर्माण गरेर राष्ट्रलाई योगदान गर्ने, त्यस अनुरूप नै हाम्रो योगदान। त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी नवनिर्वाचित सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकारका विषयहरूमा सरकारलाई आवश्यक सल्लाह सुझाव र निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय गौरवको आयोजना निर्माणको कामलाई गति दिने गरी ऐन कानुन निर्माणको कामलाई जोड दिने योजना पनि सार्वजनिक गर्नुभयो। राष्ट्रिय सभाको नियमावली अन्तर्गत र देशको कार्यक्षेत्रमा निर्धारण गरेको छ। जसरी राष्ट्रिय सभाको बनोट चाहिँ हामी प्रदेश सभाका सांसदहरूबाट स्थानीय तहका प्रमुख पदबाट हामी निर्वाचित भयौँ, त्यतातर्फ चाहिँ यो राष्ट्रिय सभाको आफ्नो जिम्मेवारी उत्तरदायित्व हुन्छ। त्यसले गर्दा तहगत राज्यको तहगत सम्म नै यसको प्रमुख काम कार्यक्षेत्र हो। त्यस्तै गरी राष्ट्रिय गौरवका योजनाहरू पनि यसको छ। मानवाधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय सन्धि सम्झौताको बारेमा राष्ट्रिय गौरवका योजना लगायत यसको ठुलो एउटा फराकिलो क्षेत्र छ। नेपालको संविधान कानुन त्यससँग राष्ट्रिय सभाको नियमावली अन्तर्गत रहेर यसले आफ्नो कार्यक्षेत्र भित्रका काम कारबाहीहरू सरकारले गरेका गतिविधिहरूका बारेमा सरकारलाई सल्लाह सुझाव निर्देशन दिने। प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका नवनिर्वाचित सभापति नारायण बिडारीले संविधानमा नबुझिने गरी कानुनको व्यवस्था गर्ने कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालभरिको जति पनि ऐन, नियम, विनियम, आदेश, निर्देशन र उपनियमहरू जति छन् नेपाल सरकारले चाहिँ र नेपाल सरकार अन्तर्गतका कार्यालयहरूले जारी गर्ने यी सबै कानुनलाई यसले मसिनोसँग अध्ययन गरेर संविधानसँग नबाजिने गरी व्यवस्थापिका संसद या अहिलेको चाहिँ नि सङ्घीय संसदले बनाएको कानुनसँग ऐनसँग नबाजिने गरी बनाएको छ कि छैन भनेर हेर्न काम यसको भएको हुनाले यसलाई यही हप्ताबाट त्यो सबै ऐन नियमहरू कलेक्सन गरेर सङ्ग्रह गरेर हामी अब हाम्रो समितिले यसलाई ध्यानपूर्वक हेर्छ र नेपाल सरकारलाई सहयोग गर्छ, निर्देशन गर्छ, राय। यसैबीच नवनिर्वाचित समितिका सभापतिहरू गुरुङ थापा र बिडारीले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल सहितको उपस्थितिमा तीनैजना राष्ट्रिय सभाका विषयगत समितिका सभापति गुरुङ थापा र बिडारीलाई अध्यक्ष तिमल सिन्हाले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। देश र जनताको नाममा शपथ लिन्छु। नेपालको राजकीय सत्ता, सार्वभौम सत्ता, नेपाली जनतामा निहित रहेको नेपालको संविधानमा पूर्ण वफादार रहँदै राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको नगरी पूर्वाग्रह सभापतिमा निर्विरोध निर्वाचित गुरुङ थापा र बिडारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद हुनुहुन्छ। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने उम्मेदवारी परेको थिएन। नेपाल राष्ट्र बैंकले 1 वर्षभित्र मुलुकको आर्थिक वृद्धि दर 8% पुग्ने प्रक्षेप गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले विगत 2 वर्ष यता बढ्दै आएको मुलुकको आर्थिक वृद्धि दर आगामी वर्ष 8% पुग्ने प्रक्षेप गर्नुभएको हो। बुधबार काठमाडौँमा आयोजित अर्थ संवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक वृद्धि दर 8% पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको पनि स्पष्ट पार्नुभयो। धन्यवाद मित्र।
लक्ष्य राखेर लगातार 2 वर्षसम्म आर्थिक वृद्धि भएको छ। योभन्दा अगाडिको साल 7.4% को संसारको त्यसको आर्थिक वृद्धि भएको देश भनेर इन्टरनेसनली नै आएको थियो। अब अहिले चाहिँ नि करिब 6%, 5.9% को चाहिँ आर्थिक वृद्धि 74-75 र अब हुने आर्थिक वृद्धिलाई चाहिँ हामीले 8% को अनुमान गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ मोनेटरी पोलिसीले स्पेशली बजेट आइसकेपछि मोनेटरी पोलिसीले बजेटले लिएका फिस्कल पोलिसीहरूलाई सपोर्ट गर्ने खालको मोनेटरी पोलिसी ल्याउने र मुद्रास्फीतिलाई टार्गेटमा पुर्याउने गरी टार्गेट जुन छ मुद्रास्फीति त्यसलाई चाहिँ राख्ने गरी र आर्थिक वृद्धिलाई सपोर्ट गर्ने फिस्कल पोलिसी जुन ल्याएको छ त्यसलाई सपोर्ट गर्ने या ग्रोथलाई सपोर्ट गर्ने संसार। गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरूलाई आग्रह गर्नुभयो। उहाँले व्यापार घाटा मुलुकको मुख्य चुनौती रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी व्यापारीहरूले सक्दो पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो। हाल नेपालको व्यापारमा घाटा 1161 अर्ब पुगेको छ। सो व्यापार घाटालाई कम गर्दै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ। नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धि दर अघि बढाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराउँदै आएको छ। चिनिया कम्पनी 3 गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्वीकार गरेको छ। चिनिया कम्पनी 3 गर्जेजले प्राविधिक वा प्रभावित क्षेत्रको पुनर्वास लगायतको कारण लागत महँगो पर्ने जनाउँदै पश्चिमी सेती जलविद्युत आयोजना बनाउन अस्वीकार गरेको हो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले 3 गर्जेजले क्षमता घटाएर ऋण भुक्तानीका लागि अमेरिकी डलरमा ऊर्जा खरिद सम्झौता गर्ने प्रस्ताव गर्दा पनि सो आयोजनाको काम अघि बढ्न नसकेको जानकारी बोर्डलाई गराएको बताउनुभयो। बोर्डले 750 मेगावाटको सो जलविद्युत आयोजना घटाएर 600 मेगावाटको मात्रै बनाउन पनि 3 गर्जेज कम्पनीसँग प्रस्ताव गरेको थियो। तर कम्पनीले बोर्डसँग मंगलबार र बुधबार छलफल गरी सो आयोजना अघि बढाउन नसकिने जानकारी गराएको हो। हामी त्यहाँसम्म जान राजी छौँ भनेर हिजोको छलफल त्यसरी सुरु भयो। सँगसँगै अर्को म्यान्डेट चाहिँ डलर पिपिए एफडिआईको केसमा बाह्य लोन तिर्ने प्रयोजनको लागि 10 वर्ष अथवा रिपेमेन्ट पिरियड जुन पहिले हुन्छ त्योसँग अहिलेकै नीतिगत व्यवस्था थियो र स्टोरेज प्रोजेक्टको हकमा अलिकति फरक किसिमले सोच्नुपर्छ कि यसलाई थप भाइबल बनाउन भनेर 12 वर्षसम्मको लागि ओपन गरेर नेगोसिएट गरौँ त भनेको त्यसलाई पनि हामीले फ्लोट गऱ्यौँ र यिनै विषयमा हिजो लामो छलफल भयो। त्यो दुइटै इस्युलाई उनीहरूले हाइली एप्रिसिएट गरे र त्यो कुरालाई सराहना गर्दै उनीहरूले नयाँ क्यालकुलेसनहरू गरे हिजो र आज बिहानसम्म उनीहरूको क्यालकुलेसनबाट आज भएको बैठक चाहिँ खास गरी 1 खरब 2 अरब लगायत अनुमान गरिएको सो जलविद्युत आयोजना 3 गर्जेजको सहायक कम्पनी CW इन्भेस्टमेन्ट कर्पोरेसन र लगानी बोर्ड बीच 2068 सालमै बनाउने सहमति गरिएको थियो। तर 3 गर्जेजले महँगो हुने निष्कर्ष निकाल्दै अघि बढाउन नसक्ने जानकारी लगानी बोर्डलाई गराएको हो। यसैबीच लगानी बोर्डले सो आयोजना अघि बढाउन आवश्यक निर्णय लिन बोर्ड बैठक बोलाउने भएको छ। प्रधानमन्त्री केपी ओली अध्यक्ष रहनु भएको बोर्ड बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो। अब फेरि समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास बिमस्टेकको 4औं शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदैछ। भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो 3 बजे सोल्टी होटलमा गर्नेछन्। सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ। म्यानमारमा
भुटान लगायतका राष्ट्र प्रमुख नेपाल आइपुगिसकेका छन् भने भारत, पाकिस्तान, थाइल्याण्ड लगायतका प्रधानमन्त्री बिहिबार आउने कार्यक्रम छ। सन् 1997 मा स्थापना भएको बिमस्टेक नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन्। बिमस्टेकको मन्त्री स्तरीय बैठकले 4औं सम्मेलनका लागि विभिन्न सुर एजेन्डा तय गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ग्वालीका अनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तर्क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षाले प्रमुख प्राथमिकतामा राखिएको छ। बिमस्टेक राष्ट्रहरूबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागि विद्युत प्रसारण लाइन ग्रिड इन्टरनेसनल MOU-मा हुने हस्ताक्षरमा सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण विषयको रूपमा हेरिएको छ। सन् 2004 मा भुटानसँगै बिमस्टेकमा प्रवेश गरेको नेपालले आफ्नो प्राथमिकता र चासो निर्धारण गर्न नसकेको भन्दै परराष्ट्र मामिलाका जानकारहरूले आलोचना गर्ने गरेका छन्। उद्योगी व्यवसायीहरूले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले मुलुकलाई समृद्ध बनाउन नीतिगत सुधारमा जोड दिनु सरकारसँग माग गर्नुभएको हो। नेपाल आर्थिक पत्रकार समाज सृजनले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जथाभावी कर बढाएर निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधि तत्काल बन्द गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। अध्यक्ष राणाले निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्र सबल बनाउने कार्यमा सहभागी गराउन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न पनि सङ्घीय सरकारसँग आग्रह गर्नुभयो। आर्थिक समृद्धि भन्ने बित्तिकै समृद्ध राष्ट्र बन्न सक्दैन, आर्थिक रूपान्तरण हुन सक्दैन। त्यसको लागि मुख्य 3-4 आधारहरू छन्। सर्वप्रथम त कर प्रणालीको कुरा। म सधैँ भन्छु, जुन देशमा राम्रो कर प्रणाली छ त्यो देशको आर्थिक अभिवृद्धि पनि छिटो हुन्छ। त्यसकारण हामीले अहिलेको जुन एउटा एकदमै यो सङ्घीयता आउँदाखेरि हामीले थुप्रै छलफल गर्थ्यौँ त्यो बेलामा कि सङ्घीयताले गर्दा कता कता निजी क्षेत्रलाई दोहोरो करको मार पर्ने त होइन भन्ने आज त्यही देखिरहेको अवस्था छ। जथाभावी रूपमा यो जुन एउटा कर बढाएर व्यवसायी र उद्यमीहरू। कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन उद्योगको प्रतिस्पर्धा क्षमताको विकास गर्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले करको सदुपयोग गरेर मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकारलाई सुझाव दिनुभयो। सदुपयोग गर्ने, कसरी इन्डस्ट्रियल इन्फ्रास्ट्रक्चरलाई कम्पिटेटिभ बनाउने, कसरी हाम्रो उद्योग धन्दाको पर क्यापिटल प्रोडक्टिभिटीलाई चाहिँ कम्तीमा पनि भारत चीनको तुलनामा राम्रो बनाउन कोसिस गर्ने, कसरी हामी बङ्गलादेश या श्रीलङ्काका इकोनोमीहरूसँगलाई कनेक्ट गर्ने, यो हाम्रो लागि धेरै ठुलो चुनौती भएको छ। हामी चाहन्छौँ आगामी दिनहरूमा यहाँको मन्त्रालय विशेष गरी यहाँसँग हाम्रो अपेक्षाहरू चाहिँ अत्यन्त उत्साहप्रद रूपले माथि छन्, किनकि यहाँले अर्थतन्त्र बुझ्नु भएको छ। त्यस कारणले यी एकदमै ठुला चाहिँ चुनौतीहरू, जुन चुनौतीहरूको कारणले हामी मुलुकमा औद्योगिक व्यवसायलाई कम्पिटिटिभ बनाउन सकेका छैनौँ, त्यसमा चाहिँ हामीले अलिकति होमवर्क गर्न जरुरी छ। अध्यक्ष शर्माले निजी क्षेत्र मुलुकको समृद्धिका लागि सरकारसँग आवश्यक सहकार्य गरेर जान प्रतिबद्ध रहेको पनि बताउनुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। महोत्तरीको औरहीकी 8 महिने शिशु सोनाली चौधरीको हत्या घटनालाई लिएर विरोध प्रदर्शन, औरही बजार बन्द। सामाजिक परिचालकहरूबाट प्रदेश 2 को मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनमा प्रहरीको हस्तक्षेप। राष्ट्रसभा मतहतका 4 मध्ये 3 विषयगत समितिका सभापति निर्विरोध निर्वाचित। 1 वर्षभित्र मुलुकको आर्थिक वृद्धि दर 8% पुग्ने नेपाल राष्ट्र ब्याङ्कको प्रक्षेपण। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन ब्याङ्क तथा वित्तीय संस्थालाई सचेत। र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास। बिमस्टेकको 4औं शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदै। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।